आज कामबाट छुट्टी, चिनेजनाको छुट्टी, त्यही भएर हामी हिँड्दै ढुङ्दै ढुङ्दै होइन त दिदी बहिनी भैली बहिनी हो ऊ हेर्दै थियो त्यहाँ त्यो स्क्वायर के हो त्यो स्क्वारल स्क्वायर घुम्दै चिसो चिसो छ अहिले चिसो भएको हो यिनीहरू काम गरिदियो आयो भने झन् त्यो माथि ओहो अनुहार त झन् अरे वाह भइरह हामी धेरै हावाधरी भयो बोल न यार ल भन्नु हामी आएको त हामी युके आएको त 8-9 महिना पुगिसक्यो यतापट्टि एउटा दिदी मेरो चाहिँ कति भयो 1 महिना हुन लाग्यो अर्को नेक्स्ट विक 1 महिना हुन्छ होला मेरो चाहिँ 1 महिनाको एक्सपेरिमेन्ट बनाउनु भन्नु एक्सपिरियन्स एक्सपिरियन्स भन्नु भनेको चिप्ली गयो रुममा एक्सपेरिमेन्ट गरेछ हैन 1 महिनाको एक्सपिरियन्स कस्तो भयो युके बसाइ युके डनफरलाइन बसाइ स्कटल्यान्ड डनफरलाइन ठिकै छ चिसो धेरै छ अहिले चाहिँ घाम परे पनि जस हावाहरू चाहिँ आइरहेको हुन्छ कि अनि एउटा चाहिँ जस पातलो भए पनि एउटा के हुन्छ यसले माथि बाद पनि यसलाई ज्याकेट ज्याकेट चाहिँ लिएर आइरहनु पर्दो रहेछ युकेमा के ल्याउने गाइज युकेमा युकेमा के ल्याउने पैसा बोकेर आउनु सबै कुरा यही किन्न पाइन्छ नमस्ते पैसा गिलाइदिनु तसँग पैसा मसँग पैसा मसँग छ पैसा यहाँतिर बसको चाहिँ भ्युअर चाहिँ तपाईँलाई पनि देखाउँछु एकचोटि पछाडि उसमा सबै देखाउ न हामी चाहिँ यहाँतिर घुम्दैछौँ भने कस्तो ब्याकमा गर्न मिलेन फेरि अर्को टोका टोक्ने पैसा तसँग पैसा म मर्छु अलि उसै हाफहरू तल चाहिँ नलाउने माथिले लाउने के यहाँ चलन चाहिँ लाउँछ देश तलपट्टि खुट्टामा चाहिँ त्यसो उनीहरूले जाडो नहुने रहेछ भने थाहा पाइयो तपाईँलाई चराचुरुङ्गी देखाइदिन्छु है अघि देखेको छ राम्रोसँग चराचुरुङ्गी यो रुख हो रुखमा पाता जाडो महिना लाग्यो त्यही भएर लुगा लुगा फेरि अब गर्मी महिना के भने मैले अहिले सबैजना म्याक्सिमम जाडो नै देखिन्छ जाडो महिना घाम लाग्छ तर फेरि बाहिर घाम लाग्छ है भने बाहिर गयो त्यो पछि हावा त सुरु भइरहेको हुन्छ कि मिक्स म्याच यहाँ स्प्यारो थियो होइन यहाँ अघि स्प्यारो थियो होइन हरायो लाज माने हो स्प्यारो यही हो पार्क चाहिँ होइन यो पार्कलाई चाहिँ पेटेन क्रिप स्ट्रिट भन्छ ए पेटेन क्रिप पार्क भन्छ यसलाई चाहिँ ल अब चाहिँ यहाँ चाहिँ अब बल खेल्ने रे दुईजना दुईजना बल खेल्नेले हो ल खेल्नु न म यहाँ भिडियो बनाइदिन्छु त्यहाँबाट दुईजना दिदीबहिनी ठ्याक्कै जोडा मिलुवा जुडुवा चाहिँ होइन नै फुल आउँदैन कहाँ खिच्दै मैले लज बसेको कति पारा पारा बसेर बसेँ त अन्त तपाईँहरू त लास्ट ल मजामै कस्तो छ हेर्नु होला है त नेपालमा हावा बनाएर नेपालमा भए अब चाहिँ डेटिङ बस्दै के अरे केटाकेटीहरू डेटिङै बस्दै यहाँतिर चाहिँ सस्तो हुँदैन सबै यहाँ चाहिँ फ्यामिलीहरू चाहिँ आएर चाहिँ बस्छ यहाँ त डेटिङ बस्नलाई काहीँ पनि पार्क आउनै पर्दैन नि बस्नै बसिदिन्छ नि इच्छा पनि बसिदिन्छ नि मतलबै छैन नि दिदी बिन्दा फेरि स्कटी चाहिँ यति धेरै फास्ट बोल्छ बाबा हामी फिल्म हेरेको पनि त्यसरी बुझ्छौँ होइन स्कटिसहरू बोलेको त बुझ्दैन आधी बुझ्छ आधी त बुझ्दैन आफ्नो कुरा मात्रै गरेर आउँछ है स्कटिस एसेन्ट इज टु हार्ड कुन रिमिक्स हामी त हामी नेपाली चाहिँ रिमिक्स है नि के भन्नु हामी त हिन्दी पनि बोल्दैन नेपाली बोल्नु के भने तपाईँ अनि के अरे फर्स्ट टाइम हो भने भने त्यहाँ पछि अनि के को लागि भने नर्सिङको लागि भनेको थियो पछि के भन्दै थियो नि त्यहाँ त बुझिनँ मैले त माझमा के खोज सुस्न दि म त हजुर भनिरहेको थिएँ को ल्याएको न गेम खेल्न अहिलेसम्म त हामीले त्यही कुकुरको बल खेलिरहेको छ है भनेर मैले त कुकुरको बलो भनेर अनि खेलिरहेको त तपाईँहरू अगाडि भन्नुपर्छ के बस्छ चरा त त्यो थियो ल यो पार्कको चाहिँ स्ट्याचु यही हो फोटो खिच्न मन छ भने ऊ चरा चाहिँ पोजिसनमा बसिरहेछ त्यहाँबाट हेर्नु छ कति बस्छ र यस्तो हग्नलाई बसेको ताको हग्दिया जुम गरिदियो के हो यो कुन उसको के थाहा त्यहाँ गएर पढ्न पर्छ त्यहाँ के लेखा छ कालो रहेछ यार कालो देखियो त भएन उतै जानुपर्छ नि त
साथीहरू हाम्रो चाहिँ यो फर्स्ट भिडियो भएको भएर चाहिँ के जे पाइ त्यही बोलिरहेको छ अलिक माइन्ड नगर्नु होला है फर्स्ट टाइम हो यो भिडियो त हाम्रो हामी फेरि यतापट्टि फेरि मोडल हुनुहुन्छ बोल तँ धेरै बोल्छस् त फेरि अलिक भाइरल भइदियो भने म बोलेर ओ माई गॉड म त भाइरल मान्छे पो हो त ए हजुर गर्नु छिन 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 गर्छ आज दिनभरि हिजो हिजो हिजोबाट ए गीत सुनिरह छिङ 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 ए हजुर दिमाग खराब हामीलाई पागल कहाँबाट यो भिडियोबाट कहाँ टिकटकबाट कहाँ त्यहाँबाट गीत सर्च गरेँ त्यहाँबाट सेम सुरु भयो अझै हजुर हजुर गर्न अझै छन 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 गर्न तुलाई कति छुरा छैन कति कति गर्न देखाउनु देखाउनु छैन भाइ नभए पनि मिमिक्री गर्न त छैन म गर्दिनँ अहिले मुर्तले पछाडि चाहिँ गर्नुहुन्छ उहाँले एउटा कमेडी पनि हो म हामीले त्यही भएर यसले जिस्काउँछ के जिस्काउँछ भने धुर्मुसको छोरी के दुईजना हेर्नु इज्जतको फलुदा हो गयो मेरो इज्जतको फलुदा हो गयो गर्न तँले साथीको लागि भ्युर्सलाई गर्दैन सबैजना सेम ओ माई गॉड गर्न सुन्दा कस्तो होला त्यसको लागि गर्न नगर्नु साथीहरू कमेन्ट गर्नु होला यसले चाहिँ दामी गर्छ कि त्यो के अरे मर्छु कि क्या भन्ने वाला तपाईँले चाहनुहुन्छ भने चाहिँ कमेन्ट गर्नु होला है कमेन्ट गरेको कमेन्टमा अनि रिक्वेस्ट भिडियोमा आउँछ रिक्वेस्टेड भिडियो भन्छ एउटा ओके ल डिल डिल या नो डिल डिल या नो डिल के का डिल नेपाली डिल हो भने गरिन्छ होइन भने गरिन्न भाइ हो र भाइ हो भाइ यस्तो भाइ आज यहाँ पार्क घुम्न आएको आज धेरै दिन बिदा हाम्रो त्यही भएर पनि हप्ता नै पुरै नै छैन कलेज चाहिँ बिदा भएको भएर नि खासै पढ्नको लागि बिदा दिएको हो कलेज हामी पढ्नेमा चाहिँ होइन भनेर हामी चाहिँ यसरी हल्लिएर बस्छौँ नपढ्ने होइन हामी पढ्न त पढ्छ धेरै पढ्छ अलिअलि त्यो 2 दिन अगाडि नै पढ्छ 2 दिन हो एक रात अगाडि पढ्ने हो एक दिन अलि जोसेर पनि अर्कै जोस आउँछ कि अरू गीत आउँदैन एक दिन अगाडि पढ्यो रट्टा मार भाइ रट्टा मार चलिरहेको छ हाम्रो जिन्दगी भात पकायो उठ्यो खायो खायो उठ्यो सुत्यो खायो उठ्यो सुत्यो आज पनि पर्खाएको त आज त अन्तिम बिदा भएर पो हो त नि आमा यसले चाहिँ कति हो यसले चाहिँ यतापट्टिको त हुन जान्दैन म भनिदिन्छु यतापट्टि हिजो यतापट्टि हिजो चिया सुन्नु तिमीलाई चाहिँ के छ त नि हिजो चिया पकाउनु भएको यता यहाँको चिले सुन हिजो कहानी भनिदिन्छु कि म हिजो चिया पकाउनु भएको 1 घन्टा पनि चिया पाकेन किनभने किचनले नआइज त यहाँ भन्यो तिमीहरू खोजिरहेको रहेछ त अनि म थन्को लाएर भन्नु त्यही भएर अब आज चाहिँ किचनमा जानु हुँदैन मलाई भाँडाकुँडाले मात्रै रुचाउँछ म एकचोटिमा सफा हुन्छ त माझ्छु भने भन्छ तँलाई त भारमा सुरुमा राख्नु पर्ने के काम पनि भाँडा लादिनु पर्ला जस्तो छ त्यस्तो चाहिँ हुँदैन त्यो म भ्याउँदिनँ भ्याउँदिन किन भ्याउँदिनँ अरू जब गरिरहेको छु नि त ओ माई गॉड तैँले पनि जब गरिस् बाबरे सीमा तो लथालिंग मेरे मेरे टुकड़े पे पल रहे हैं ओ पल रहे हैं मेरे टुकड़े में दे सिधै सबै चेन्ज गरेर दे ससा दिदी दे अहिलेसम्म के पर खाइरहेको मेरो सेलबाट खाइरहेको चाहिँ मारि चाले त्यहाँ यस्तै हो हामी निकाल दो क्या कोठा इसे हुआ करता था अब ऐसे है अब तो अभी अब कैमरा में देख सकते हैं कैसा कैसा है हम दिखाएं ऐसा है बर्तन खाएको आधा आधा गरे है फुल दिखा मेरी कपाल बनी त्यो सबै टाउको आधा आधा मात्रै हाल्दै थिएँ वर्ष फोकस धेरै हान त
ल्याम्प लाइट सबै तिनीहरूले भोलि पर्सि ल। बसेर फेरि छुट्टै खोल्छ एकछिन त्यहाँबाट अलिक क्यामेरा समात्ने मात्रै पक्कै पुग्ने ल मलाई त क्यामेरा पाउनु के अरे क्यामेरा समात्ने पाउनु दिने कि पाउँदैन म चाहिँ क्यामेरा समात्ने पाउनु दिनु भनेकै जागिर पाउनु त त्यही हो बरु पाउँदिन पाउ के पाइदिने हो अमिलो पाइदियो भने है यिनीहरूले पाउ अमिलो के बरु के खान्छौ तिमीले के को अमिलो खान्छौ तिमीले तितौरा तितो कुन चाहिँ भेराइटी वाला म्याङ्गो म्याङ्गो लभर छ नि यतापट्टि उतापट्टि तिमी म्याङ्गो लगाएर हो भाइ मेरो लभर फेभरेट सब्जी अब यस्तो हो क्या हाम्रो साथीहरू एउटाले के मन परायो भने यस्तो के छ भने त्यही नै रिपिट दिएको त्यही गर्छ जस्तो हरियो छ हरियो कन्टिन्यू सबैको एक टु जेड हरियो हरियो के सिक्रेट रिभिल गर्ने हो र मेरो सिक्रेट जान्न चाहनुहुन्छ भने प्लिज कमेन्ट प्लिज के को सिक्रेट फेरि के अहिलेसम्म अहिलेसम्म के उसको मनपर्ने चिज खानेकुरा केही चिज एउटा केही भन्दैन कि मलाई आफै थाहा छैन भने के मलाई थाहा छैन थाहा हुन्न के गर भनेर यो चाहिँ मनपर्छ भने जसको सबकै हुन्छ सानोमा त के अलिक यो चाहिँ मलाई कलरमा बस्छ भने थाहा होला नि तिमीलाई अब शरीरमा जुन राम्रो देखिन्छ अरे त्यही मन पर्ने अरे ल अनि तिमीले कुनै चिज लाउँछौ अरे अनि त्यसकै मन पर्यो अरे अनि फेरि त्यही चिज फेरि आफूले लाउँदैन मन पर्यो अरे के त्यो नराम्रो भयो त उसको त मन पनि यस्तो कि छिनछिनमै मुड स्विङ हुन्छ नि बेला मुड स्विङ तुरुन्तै यसको त औषधि के छ अरे एउटा के भयो एडभर्टाइज थियो नि गर्भपतन ल भनेर गर्भपतन गर्न पर्छ यो पातमा यहाँ पातमा पनि काँडा हुन्छ यो पातमा काँडा होइन कि यो जङ्गली पत्तेना हुन्छ नि त्यस्तै हो कि नगरेर जे पाइन्छ कि 9 महिना बसेको थियो यहाँको सबै बाँच्नु सबै मलाई अनि मलाई सिका भने अन्त त्यसलाई सिकाइदियो जे पाइदिन मलाई त नि यो चाहिँ कहाँ चाहिँ देखिन्छ यति साह्रो पनि छैन है त्यो प्रतिशत भने खानु हो नि बस त चुप लागेर त्यो आफू टाउकोमा देखाएको तपाईँको कुरा सुनेर हाँसेर मलाई के गर्नु छैन सुची मेरो कालो एयरपोर्ट पनि कालो भएपछि त्यस्तै त हो नि भाइ दिमाग पनि कालो मान्छे पनि कालो यो चाहिँ कुन चाहिँ हो भने गुफा गुफा अहिले त्यहाँबाट म भन्दा आउँछ सियर रेखलमा भएमा त म कति आउँथे जङ्गलमा अलिकति बाल दिँदैन पो यसले अनि के गर्यो त्यो भने दुबो पनि टल छन् यहाँ त मान्छे आएन हामी ल पहिला निकाल्नु मान्छे ल मान्छे निकाल्नु त एकजना पहिला सुन्नु अनुहार हेर्छ मैले मेरो अनुहार हेरेको होइन कि यो आएन भनेर मेरो कन्टिन्यू भएको थियो होइन भनेर देखाएको गाइस हेर मलाई दोष आयो राम्रो गएर बोले आएको हाम्रो बरु नराम्रो आयो केही छैन उसको राम्रो आउनु पर्यो पर्यो त्यो त हो भाइ त्यो त हो यसरी हाम्रो त कपाल मात्रै गएको कस्तो कपाल मात्रै टल्किएको मान्छे त कस्तो दुस्ताको कुन चाहिँ जमानामा राम्रो आएको थियो र के अलिकति छाम्बो अलिकति हिँड्लायक पो त छ साह्रै त्यही भएर होला एकजनालाई कस्तो यहाँ मान्छेले हेरेर यो यसको कहानी सुन्न चाहनुहुन्छ भने प्लिज कमेन्ट गर्नु होला म यसको सिक्रेट सबै रिभिल गर्न तयार कसको अर्को पाउडा या झाडी उल्नु सुई तर फाल्लाइस के हाल्नु म जान्न यता त दुईटा जोडी खोइ अगाडि तिम्रो अगाडि ए हेलो बच्चा बच्ची हो कि यसको के गर्दै रे ओइ आउला के ओइ आउँछ नि आउँछ कि उतातिर सुन्दरले देख्दै आउ यहाँ त स्क्वायरसँग इङ्ग्लिस बोल्नु पर्छ गाइज नत्र अल्टार कता गयो अर्को भागे यार पैसा छ त ऊ
स्क्वायर मात्रै नदेखाऊ कि उसले यसरी यहाँ त स्क्वायर पनि यस्तो व्हाइट छ हामी मात्रै हो ब्राउन मै स्क्वायर जस्तो देखेछु यसरी बसेर ऊ अर्को उता पनि दुईटा ऊ चाहिँ हा चारवटा स्क्वायर छ यहाँ ऊ त्यहाँ एक जोडा मेरो भाषै बुझेन रहेछ यो स्कटिस नै रहेनछ यो स्क्वायर क्या हो के तँ स्कटिस हो र तँले तँलाई खोले बुझ्छ र स्कटिस होइन यो स्कटिस हो रहेछ मेरो भाषा पनि बुझेन भने ऊ त परबाट पनि आउँदैछ घर रहेछ नि त यिनीहरूको यहाँ कहाँ ऊ त दुलोमा हेर भयो लुक्यो यसरी चाहिँ क्लियर हुन्छ क्या दुलोमा के त्यसो घर पनि देखाइदिएको के ल मलाई उस्तो लागेन फेरि क्यामेरा मेरो हातमा आइसक्यो हा गाइस पन्जा मन्दिर हिँडे जस्तो देखा त्यो भरे अनि यो यस्तो यस्तो साइडहरू पनि आएको थिएन आएन अनि के गर्न जस्तो अल्छ मैले म त के गरेँ होला नमस्ते गर्दै रहेछ नमस्ते ए हागे सिन्ड्रेलाको गीत गर्नु अझ यहाँ होइन बाई भन्दैन के भन्छ सिया भन्छ सिया सिया भन्छन् चेस 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 अनि गर्छ चेस चेस यसरी पछि पछि यसो गर्ने त हामी त इङ्ग्लिस पनि बुझ्छ होला है हाइको नभने हाइया गर्ने त्यसपछि नेपाल गयो भने त हाया गर्ने हाइया गर्ने बाई भने सिया गर्ने त सिया लिनेहरू बहिनी भन्यो नि पर्व नेपालका त्यसो भन्दैन के चाहिँ चिया चिया गर्छ चिया नि बुझ्दैन त अब स्कटल्यान्ड अलिकति स्कटिस एक्सेन्ट पनि त बोल्नु पर्यो नि फेरि त्यही त 35 लाख खाइ त भयो 40 लाख खर्च राख्दा मतलबै भएन नि सबै कति खर्च लाग्छ सबै बनाएर अझै भनेर भइसक्यो नर्मल त्यति खर्च हुन्छ नि मेरो आँखा अलिक कमजोरी भएर सक्नु अघि आउँदै म त्यो मान्छेले त मोबाइल के क्याकेर गरेर सबैलाई तेरो पोर खानु नभन्नु तपाईँले कुकुरलाई पुग्नु दियो अरे कुकुरलाई बुङ्गु दिने यो के यो यसले के भन्छ अरे के भन्छ अरे के भन्छ सुरेजनी परे बारी यति भागमा दियो नि त ब्राउनमा कस्तो दिन्थ्यो नि त अन्त पछि त्यो कारबाट त बुङ्गु मोबाइल चस्मा नलाएपछि यस्तै के निकालेको थिएँ ग्यारोको त बुङ्गुर कराएको सुनेर के बुङ्गुर जानु पर्यो सजिलो लाग्छ बुङ्गुर गरे त्यस्तोसम्म बुङ्गु त खानु ला होइन देखेको त्यस्तै हो अहिले बुङ्गुर लिएर आउनु पनि त्यहाँ गएर पसलबाट बुचरमा जानुपर्छ अन्त यति बेला हराउँछ जस्तो लाग्छ मलाई देखिस चेरी होइन क्या त्यो चेरी नै हो चेरी यस्तो हुन्छ चेरी के हो त नत्र यो के हो यो यस्तो त चेरी नि हो त चेरी चेरी यो नभए पनि अब तिमीले यो त्यहाँ त्यो देखान्छ भन्न सक्छ नि त मेरो अन्नामा ल नि त साथी कमेन्ट गर्नु यो के हो र यो के को बोट हो कि यो हजारी यसलाई त छुनै हुँदैन यो ल्याच्याप्ले आइरहेको यो वाला है चल्ले ए जेसु के हो नेपालीमा उसको के अरे ठोक्दिने हो के हो ए चेरी हो यो चेरी नै हो अलिक सुस्मिता देखाएको अब त्यो के हो थाहा छैन त्यो जिन्जरै हो अदुवा लसुन नै हो त्यो ठाउँमा आयो अब गिर बाहिर यहाँबाट अब हामी बाहिर निस्किने हो अब हामी जाने सपिङ गर्न जाने हो नि सपिङ गर्ने ठाउँ देखाउनु पर्यो नि कसलाई अब गाइस हामी सपिङ गर्न जाने आज के ल्याउनु सरी आज हामीले यहाँको डफल लाइनको हाम्रो स्किनले काँचुले फेरि सर्प जसरी त्यसलाई राम्रो बनाउने कुरो क्रिम किन्न जानु लाग्छ खासमा हामी चाहिँ गाइस यसमा काम गरेछु त्यस्तै हुन्छ अरे काँचुले हामी त अझै कम हिजोदेखि बर्थ्यो वर्ष कतै वर्ष कतै आँखामा यसो साइडतिर मात्रै नाकतिर
यतिसम्म थियो यो सुन्तलाको झन् होल फेस यस त्यो त तपाईँ त छोडै देखा हुन्छ कहाँ जानु के काममा जाने बेला त पुरा थियो त सुन्ता आउँदैछ त होइन टाढोबाट त्यसो देखिँदैन पछि यसो हेर्छु नजिकबाट सुन्ता आएको त मसँग नजिक आएको पुरा काप्छु ल म त आधा निस्किरहेको त नागिन नागिन फेरि फेसमा मात्रै काजुले फेर्छ नि फेरि निस्किहाल्ने कति निस्क्यो हामी त्यहाँबाट कति बज्यो घडी हेरौँ त क्यामेरा आफूले सबै जग्गा केही सामान किन फेरि 5 बजे बन्द हुन्छ कि त्यही भएर आउँछ अनि फेरि छिराम अघि चाहिँ भर्खर फेरि चाइनिज किन्यो भन्यो भने फेरि होइन के अनि अहिले अलिक जाने के त्यो सामान किन हामी त्यो मल त फेरि 5 बजे बन्द हुन्छ दिदी अझै त्यहाँ तिमीहरूको पछि त झन् झन् बुरु 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 राख्नु त झन् राम्री भइछौ कुन साबुनले मुक्दैछौ तिमीले पनि के अरे नाम्री भएछ अरे झन् जङ्गली जङ्गली भएछ भनेर कुमारी आउनु भएको छ ए मम्मी यस्तो दुयो कि यस्तो गरिदियो मलाई त्यहाँ छुट्टी दुएछ तर त्यो ऊ के अरे कुमारी लास्टै क्युट है नयाँ कुमारी र नयाँ भैरव आउनु भएको छ रिभिल मात्रै भएको छ अब अर्को नयाँ गणेशजी आउनु बाँकी छ तर कस्तो क्युट छ कि उनीहरू चाहिँ म त राम्रो लाग्यो है भैरवजी चाहिँ एकदम त्यो म्याक्सिममै उनीहरू सानो बच्चाहरू हो नि तर आएको त्यो क्युट हुन्छ कि 3 वर्ष के थाहा हामी पनि त पहिला सानोमा क्युट थियौँ म त किन भाइ म त अँध्यारै थिएँ लाग्दा थिएछ त्यस्तो कहीँ हामी चाहिँ पार्कमा निस्केर उसमा आइपुग्यौँ है त्यसलाई के भन्छ हामीलाई shopping ए यतै पाउँछ नि त सिफुडहरू सिफुड यतै पाउँछ यो अफ्रिकामा यो एसियन मार्टमा हामी चाहिँ अब युज गर्दै पुग्न पनि मिल्दैन के गर्न पनि मिल्दैन त्यो के भएर त हाम्रो घरतिर नि त कोठातिर पनि त्यो निठामा नि त के अरे खापेरहरू ओछ्याएको हुन्छ बुझेकोले सासले बोलेको बुझ्छ सासले बोलेको बुझ्छ त्यही पनि यसरी त्यही पनि अनि छोड्छ त बुझ्दैन सासले बोलेको बुझ्छ होला अब यस्तो कस्तो बोल्छ अरे कोन अरू बिहानले बोले जस्तै बोल्छ यिनीहरूले हाम्रो बाटो आएको बुझेको एकचोटि लास्ट बुझेर आएको होइन जेस उनीहरू बोलेको चाहिँ बुझ्दैन है युज गर्दैन छुट्टै हुन्छ क्या तिमी जेस के भयो भने त अनि हरेक दिन गुच्ची पुच्ची चाहिँ युआर भेरी रिस्किड नो उल्टाबाट रिस्किड हो युआर रिस भनेर फङ्ग पऱ्यो हामी यहाँ चाहिँ कता जाने के अरे वर्षाले के अरे त्यो फिल्म पुरा पुऱ्याएर घुमाइदिए मैले हो त यता हो मैले गएर फेरि भगवान् वर्षाले नि है सुस्मिताले भने होइन मैले अहिले जा भनेको थ्याङ्क यू जा मैले होइन के तपाईँले मैले नाम लियो वर्षाले पुरा घुमाइदियो भने होइन वर्षा अहिलेसम्म कन्फ्युज भइरहेको छ होइन तिमी पनि त त्यस्तै त हो नि मलाई कोठामा मलाई सुस्मिता हान्छ सुस्मिताले ससुलीले भन्छ ल जो गरेर एकजना बोले गएको त अझै सँगसँगै सुस्मिताले तँले के सुस्मिता डक्टर सुस्मिता बोला है टर्को भएन के हो वर्षा मलाई सुस्मिता भने कि तँले भने बोल्नुपर्छ त भन्दा बक्क कम भने भर्ती भएपछि जस्तै हुन्छ तँलाई मैले तैँले मेरोबाट के तैँले पनि मलाई बाहिर मन तर बाहिर राख्दिनँ भनेर बोलेपछि जस्तै हुन्छ होइन उतापट्टि बस्यो को बोलेन राँसे गरेर हामीलाई भन्दैन उताउली हामी त हामी त सादा हामी डिसिप्लिन भएको मान्छे हो यहाँको तलमा त जङ्गल हुन्छ जङ्गली त्यो अनुसार त हामी एकदम सधैँ हामी सधैँ हो सधैँ हो हामी कहाँ हिँड्नु आएको अरे त्यो माथि हिँड्ने गरेर कुन ठाउँमा पनि सबैजना जान अलिक टाइम लाग्छ क्या
अनि खै अरू सुसन्ती बोल्दैन हेलोविनको राख न त्यो चाहिँ हेर न यहाँतिर कस्तो हेलोविन आउन लाग्छ हाम्रो तिहारमा चाहिँ हामी चाहिँ तिहारको चाहिँ उनीहरूको हेलोविन आउँछ है यो महिनाको अन्तिममा हो छोडेर जानु भयो हेर्नुहोस् गाइस के गर्नु र हामी यहाँ भाइर जुत्ता लगाएर हिँडिरहेको छौँ वर्षा हामी भाइर जुत्ता लगाएर हिँडेको छौँ होइन जुत्ता हेर्नु राम्रो मारी जुत्ता लाग्नु जुत्ता हेर्ने अब जुत्ता चाहिँ कसरी हेर्ने हो हेरौँ जुत्ता पक्कामै ल हेरौँ हामी मैले चाहिँ उहाँतिर भर्खर भर्खर आएको थिएँ नर्मली यही जुत्ता भनेर राम्रो हुन्छ लिएर आएको यहाँ आएको त भयो सबैजनाले त्यस्तै जुत्ता लगाएर सबले कलेज आउँदा पनि म्याक्सिमम सबैजनाले यति मार्कोसमा छ हाम्रो त मोर नि काट्यो क्या हामीले यही टिकट खत्तम त हिँड्यो होइन एक त टिकट छ भनेर कति बेला गरेको हामीले कता काटेको क्या मावि जान्छ हामी यो हप्ता कलेज गएन नि त कलेज जाने कलेज जाँदा काट्दैन क्या कलेज त दिन गर्दै घाम दिन जति पनि काट्नु कलेज एक साथ टिकट खर्च हुन्छ नि त के आएको लाग्दैन ल अब के अनि भन्ने हो त्यसपछि चाहिँ नारायण चाहिँ आइसकेपछि अनि बाहिरबाट स्कर्ट्सहरू देखिदिन्छ नि त त्यसपछि ए है आएछ कि आएको नि हुन्छ हामी चाहिँ हलाल पुगेर एआई हलालमा तर खासै सामान चाहिँ भेटेन है भेटेन अचारको सामान भेट्लाको आखिरमा के चाउचाउ लिएर बुलडग अब फेरि उत्रिन्छ चाउचाउमा उत्रिन् प्लान क्यान्सल तर चाहिँ चाउचाउ खाने अब हामी नाइटको उस चाहिँ भनौँ न नाइटमा खाने चाहिँ डिनर चाहिँ कता चाउचाउ कता पुग्ने हो हामी त थाहा पनि छैन यार ऊ चाहिँ अघि यताबाट आएन अब हरायो होइन अहिलेको बस कताबाट आयो क्या यताबाट आयो यताबाट कताबाट आयो यताबाट हो नि अनि स्टप चाहिँ कतातिर हुन्छ त पहिला अनि अर्को हल्ला छ नि त त्यहाँ त्यस्तो सानो सानो बोर्ड साइन बोर्ड हेर्नुपर्छ ऊ छ के के नामै बिर्छ के भन्छ यसलाई तिमीले कहाँ देखायो त अर्को हल्ला जाने खुट्टातिर त्यो साटा देखाऊ आफूले देखाएको छैन अनि मैले देखाएको नि उ गरे ल त नि ल सर्नु परेन अगाडि अनि म एउटा मात्रै काम दुईटा काम गरिराखौँ नि त मैले राखु न त राखु त्यस्तो मल्टिबक्समा काम गरेर त होइन भन्ने हुँदैन अर्को डाइलग दिइसकेको पोखराको भाषा चाहिँ लाखु नि त लाखु बिरालु हामी हराउन लाग्यौँ है यहीँतिर कोठा घर पुग्नु त कता हो कता राउन्ड हानेको होइन र राउन्ड हानेको तर त्यो गाडीले त्यस्तो ठुलो गाडी त्यताबाट त भएन कहाँबाट ल हामी हरायौँ गाई सबै हामी हरायौँ हामी हराउँदैन गुगलले गुगल बनाउँदा गुगल हेरेर खाऊँ गाई ए गुगल निस्केको कति बजीतिर हो उज्यालो निस्केको अँध्यारो भइसक्यो सामना चाहिँ भेट्टा कहिले रुम त ऊ यतापट्टि हो अनि गुगलले घुमिरहेको थियो ल्याउने यता ल्याउने अरे लाखु नि हामी तिनीहरू लाखु नि है जङ्गल भइसक्यो अब हामी अर्कोवालामा जान्छौँ यहाँबाट खासै सामान भेटेन अब यहाँको यो के अरे स्कटिसहरूको पसलमा त हामीले रुच्नेवाला केही पनि हुँदैन गाइस त्यही भएर हामीलाई गाह्रो छ यहाँ नेपाली परियो म्याक्सिमम धेरै जस्तो गुल्ले नै खाइरहेको हुन्छ जेमा पनि गुल्ले नै हुन्छ अब स्पाइसी छ नि त्यसमा गुल्ले नै हालेर हुन्छ कि अनि त्यस्तो हामीलाई मन पर्दैन अब हामी त पिरो सिरो चटापटा खाने मान्छेलाई त इन्डियन पसल खोज्दै हिँड्नुपर्ने अवस्था छ नेपाली चाहिँ यहाँतिर हुँदैन फेरि नेपाली सबै उता नि लन्डनमा लन्डनमा अनि अरू चाहिँ हामी कलेजतिर पेजतिर मात्रै पेजलेमा एउटा त्यही मात्रै त्यही पनि छोड्नुपर्छ सामान छ कि छैन एकछिनमा 2 हप्ता भयो यो हप्ता हामी कलेज गएन अब यो हप्ता खै पाउँछ कि पाउँदैन थाहा छैन अर्को हप्ता जाँदाखेरि चाहिँ छ कि छैन त्यति बेला ल्याउने के धेरै नै यो हप्ता कलेज छ भन्दा थाहै थिएन है बिदा थाहा थियो त
दादाले धेरै सामान बोकेर आउँथ्यो छुट्टिन्छ चाँडै नै होइन छुट्टिनु ढिलै नै हुन्छ 1.5 घन्टा हामी त्यही कलेज वरिपरि घुम्छ हुन्छ अनि त्यसपछि के गर्नु त्यहाँ उसमा ट्रेनमा पुग्नु पर्ने हुन्छ 1.5 घन्टा त्यही चाड्दै दौडिनु हुन्छ अनि किन्ने बेला केही पनि होइन चार्न जाने हो अनि त्यो पुग्दाखेरि त्यही अब ढिलो भयो भने नेपाली पऱ्यो भने चाहिँ 5 मिनटमा पुगिहाल्छ नेपालीमा चाहिँ नेपाली सौ गर्दै किन्छ किनभने बिल्ला हुन्छ नि त अँ अटोमा गएर किन्दैन चढामा मात्रै जामा ल हामी चाहिँ यही अर्को बेलामा आयो म पछि पनि देखाउँछ म अहिले चाहिँ हामीले चाहिँ सबै सपिङ गरेर भइसक्यो होइन अब चाहिँ हामी चाहिँ घरतिर जानु लागेको छ किन्तु हामी फर्किँदा कति बज्यो अहिले मिन्स कि कति बजे हो 7 बज्न लाग्यो रात परिसकेको छ अहिले चाहिँ अब आजकल चाहिँ रात परिस लाग्यो रात पर्छ किनभने जाडो महिना सुरु भयो समरको बेलामा त 10 बजीमा घाम लाग्थ्यो अब अहिले त 6-7 बजी त्यही भएर चाहिँ अब चाहिँ हामी घर जानु लागेको अब घरको चाहिँ खानासाना बनाउने आज के चटपटा खाने भने होइन अब राति चटपटा खाएर चटपटे खाने हो अब मुडहरू चटपटेको मुखबाङ गरिदिने हो यता हो फाल्तु दाम त कता हिँड्ने यहाँ खैला तिमी बाध्य वर्षा अनि त्यसपछि चाहिँ खैले आउनु मगाएको टका त तपाईँ बोल्नु मगाएको टका समात त्यसरी ल बोल्नु ल ल बोल्ने मान्छे यहाँ समात बोलेको क्या ल अब चाहिँ हामी चाहिँ अब चाहिँ भ्लग इन गर्छौँ तर अलि उज्यालो आइरहेको रहेछ बोलिरहेको सब्सक्राइब गरिदिनु होला अहिले हाम्रो यो फर्स्ट भिडियो हो त्यही भएर अलिकति के बोल्ने है? के उसो होला अलि चाहिँ माइन्ड चाहिँ नगरिदिनु होला दिस इज आवर फर्स्ट ब्लग त्यही भएर हाम्रो इन गर्दैछु नि। ल यो चाहिँ हाम्रो फर्स्ट ब्लग हो यसलाई माया गरिदिनु होला अनि के गर्ने लाइक हाम्रो भिडियो राम्रो भयो भने हामी नेक्स्ट भिडियो पनि हाल्नेछौँ अहिलेको लागि त बाई 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 ल सी यू टेक केयर बाई बाई कुकुर काट्थ्यो यहाँ